हेलो हजुर हेलो हजुर हजुर तपाईँ अफिसमै हुनुहुन्छ? हजुर हजुर अफिसमै छु। सुन्नुहोस् न त्यो त्यसको लागत के हजुर 270 आउँछ भनिरहनु भएको छ सरले होइन। सर अलिकति बिजी हुनुहुन्छ, त्यो भएर दुई कल गर्न पाउनु भएन। के छ वाचम्यानको लागि 270 आउँछ भनेर भन्दै हुनुहुन्छ सरले। हजुर अनि यसमा सेलरी हजुर कति होला? स्यालेरी चाहिँ कति छ यो ठ्याक्कै मलाई थाहा भएन फेरि। पवन सर सुन्नु न, यहाँ आउनु त। स्यालेरी कति दिन्छ भनेर भन्दै हुनुहुन्छ। स्यालेरी हेलो हजुर हजुर तपाईँले पहिले कहाँ काम गर्नुभएको? पहिले त मैले दुबईमा पनि गरे हो, कतारमा पनि गरे हो। के सेक्युरिटी गार्ड? हजुर हजुर गरे हो। 1750 दिन्छ। 1750 हो। लागत चाहिँ यति हजुर हो। हजुर हजुर 270। हजुर हजुर ए हुन्छ, मेडिकलको लागि भन्नुभएको छ, अब त मेडिकल जान्छु नि त। कहाँ हो घर तपाईँको? कहाँ हो? जनकपुर हो, उहाँसित कनेक्ट गरेर जनकपुर हो? हजुर। अनि जनकपुर हो भने यता तपाईँ आउन सक्नुहुन्न? यता इटरी आउन सक्नुहुन्न? होइन, म त यहीँ बसेको थिएँ नि त, यहीँ अनि कनेक्ट गरेको थिएँ उहाँसित। अनि उहाँले एसिया लिङ्कमा भनेर पठाउनु भयो, इन्टरभ्यू छ भनेर। मैले पनि हुन्छ हुन्छ गरौँ न त्यसको फरक पर्दैन। अरूलाई पनि त्यही नै गरेको छ हामीले। हजुर हजुर त्यही नै गराएको छ। त्यही भएर अहिले मेडिकल गर्नु, पुलिस रिपोर्टहरू बनाउनु ओर्नु होइन। हजुर हजुर सबै अनि आफ्नो डकुमेन्टहरू के छ डकुमेन्ट सबै यहीँ चाहिँ छोडिदिनु पर्ने? ती छोडिदिनु, ती हेड अफिसमै छोडिदिनु। ए हुन्छ, हस् हजुर, हस् ल फोटो सोटो खिचाएर सबै गर्नु। ए हस् हजुर, हस्।